पिर त सबै लाग्छ नि पिर नलाग्ने हुने कसै आफ्नो भाइ बोक्ने छ पिर त लागिहाल्छ के भन्ने मैले हामी त एउटै घरमा बस्थ्यौँ मैले त के भन्नु हस्पिटल छ मात्र भन्ने मैले ठिक छ भने ठिक छ भने हामी चाहिँ हस्पिटलमा पनि छ अलिक केही भएछ भने कि आएर चाहिँ हामीले उसलाई त भोलिपल्ट मात्र बनायो क्या भोलिपल्ट पनि हिजो 4 भन्नु सक्ने हिम्मत थिएन हिम्मतै थिएन हामीसँग हामीले हिजो मात्र बनायो त्यो पनि साँझ मात्र बनायो त्यो पनि म अगाडि नै परेन म त अहिले पनि अगाडि परेन तर मेरो लागि संयोग चाहिँ के भने जुन घरमा ऊ जलिरहेको छ म त्यही घर बाहिरबाट खिचेर बसिरहेको छु क्या तिनकुनेको जुन त्यो पेटी छ नि पेटीबाट त्यो बिल्डिङ खिच्दै थिएँ क्या मैले त त्यही आगो बालेको बिल्डिङ त्यसैको ठ्याक्क सिधा हुनेहरूबाट किनभने बिल्डिङको फुल सर्ट चाहियो त्यो आगो बलिरहेको त अनि त्यही बिल्डिङ खिच्दा म त्यहाँ बसिरहेको छु मेरो भाइ भित्र जलेर बसिरहेको छु मलाई थाहा छैन सुरुमा त्यही खिच्दा खिच्दै मैले आवाज सुनेपछि थाहा पाएको एउटा क्यामेरा पर्सन माथि छ एउटा क्यामेरा पर्सन माथि छ भनेर मेरो क्यामेरामा पनि त्यो रेकर्ड पनि होला कि अडियो एउटा क्यामेरा पर्सन माथि छ एउटा अनि त्यसपछि त्यो बन्द गरेर को छ भनेर सोधेँ मैले अनि मेरो भान्जा आयो मेरो भान्जा पनि त्यही काम गर्थ्यो उसले मामा छ मामा भनेर पनि ऊ नै सबभन्दा पहिला बढी रोइरहेको थियो क्या उनीहरू त लगभग कन्फर्म थियो ऊ माथि छ भनेर मलाई त तै पनि होइन कि भन्ने लागिरहेको थियो नि त मेरो लागि कस्तो त्यो संयोग पऱ्यो त्यो के पऱ्यो भन्ने क्या मेरो भाइ जुन बिल्डिङमा जलिरहेको मैले त्यही खिचिरहेको छु मलाई थाहा छैन